त्यस्तो यस्तो छ सल्लै सल्लाहको रुखहरू रूपैले हेलो गाइज, आज चाहिँ हामी यो ककनी घुम्न जाँदैछौँ। धेरै पछि मैले भ्लग बनाएको छु। अब आज हामी 2-3 जना जाँदैछौँ। यता हुनुहुन्छ हाम्रो दाजु, हेलो हेलो, हाम्रो सर हुनुहुन्छ होइन। अब आज हामी चाहिँ एकदम विशेष तरिकाले अचानक हो, अनएक्सपेक्टेड, कुनै पनि बिना प्लानिङ हामी एकदम घुमाउँ त आज कस्तो हुन्छ। एउटा हामीले दर्शक सामु हामीले काठमाडौँको उपत्यकादेखि हामी डाँडासम्मको यात्रा के कस्तो हुन्छ भन्ने कुराहरू हजुरमा आज देखाउँदै हामी घुम्दै पनि एउटा गर्मी समयमा अलिकति तलबाट हामी हाइटमा गएर अलिकति शीतलपन खाँदै हामी घुम्न पनि लागिरहेका छौँ। आउनुहोस् कस्तो हुन्छ त आजको यात्रा हजुरहरू भन्नुहोस्। सबैजनालाई नमस्कार है। आज चाहिँ हामी घुम्न जाँदैछौँ। तपाईँहरू पनि जाने भयो भने सँगसँगै जाउँला, के छ र जिन्दगानीमा है। लु आउनु कलाएर हामी यो बालाजु हुँदै ककनीसम्म अब नुवाकोटको यात्रा भनौँ न, नुवाकोटसम्म भनौँ। नुवाकोटै हो, नुवाकोटै पर्छ। अब नुवाकोटसम्म जाऊँ न। नुवाकोटको अब मेन स्थलमा नभए पनि जो हाफ, एकदम हाफ, एकदम बिस्तारै। अरे यार यो निकुञ्जतिर हो, निकुञ्जतिर बिस्तारै बिस्तारै जानुपर्छ, फेरि नमार्छन्। आउनुहोस् बिस्तारै आउनुहोस् है फेरि। हेलो गाइज, हामी अब बाटोमा छौँ। अब भर्खर हिँड्दैछौँ। अगाडि जानुभयो एकजना हाम्रो बिओ एन्ड डन। हाम्रो दाजु अगाडि जाँदैछ। यो काठमाडौँ भ्याली यस्तो छ, हेर्न सक्नुहुन्छ गाइज होइन। यसरी जाँदैछौँ। अब हेरौँ कहाँसम्म पुगिन्छ भन्ने कुरा हो। अहिलेसम्म त बाटो राम्रै छ होइन, कस्तो हुन्छ भन्ने कुरा हो। आश गरौँ बाटो राम्रै छ भनौँ। पुरा ड्रोन स्रोन बोकेर हिँडिराख्नु भएको छ है हाम्रो दाजु। त्यो पछाडि भिरेको ड्रोन स्रोन समातेर। सर हेमन्त अगाडि हामी कहिले गएको रे? हामी लगभग 2 महिना भयो होला। 2 महिना होइन यार, 3 महिनाभन्दा बेसी भइसक्यो सर। भनेपछि हामीको पिकनिक स्पोटसम्म चाहिँ पुगेका थियौँ। उता झरनामा चाहिँ पुगेका थिएनौँ। आज सकेसम्म हामी झरनासम्म चाहिँ पुग्ने प्रयत्न गर्छौँ। हेर्नुहोस् यो काठमाडौँ भ्याली हो। यो पारीको गोलढुङ्गा, यता पारीको यो पारीको गोलढुङ्गा भन्न त यसलाई पनि गोलढुङ्गै भन्छ। ऊ यहाँ तल गोलढुङ्गा सातधारा भन्ने छ यहाँ पनि। म लगभग आजभन्दा 1 महिना अगाडि आएको छु यहाँ। यहाँ तल सातधारा भन्ने चाहिँ एकदम मजाको छ। गोलढुङ्गा सातधारा भन्छ त्यसलाई। ओ दाजु हो, स्पिड पनि फेरि यति फास्ट छ कि हो? तपाईँ मान्छे नचिन्ने हो? के हो तपाईँ मान्छे नचिन्ने? मान्छे नचिन्ने यार। हेर्नुहोस् यस्तो मिसहरू पनि बाटो बाटोमा यस्तो अस्ट्रेलिया अमेरिकातिरबाट आउनु भएको छ। चेकिङमा हुन सक्छन्, अलिकति साइड गर्नु होला।
तर हामी बाइक स्कुटीलाई त जानु दिनुपर्ने हो पहिला यस्तो छ यहाँ चाहिँ यो नुवाकोट जाने जस एरिया भनौँ न होइन सर के हुने केही हुँदैन इन्टेन्सन नराम्रो भएको भए इन्टेन्सन नराम्रो भएको भए भन्नु राम्रै होला चेक गर्ने यो नुवाकोट जाने सिमानानिर चेकिङ हुँदैछ कहाँसम्मको यात्रा दाजु कहाँ जाने क्या अरे कहाँ जाने हो मेरोमा फोन आयो चेकिङ गरिराख्नु भएको छ कस्तो लागिरहेको सर भनिदिनुहोस् जनता जान्न चाहे एकदम मजा आइरहेछ मेरो चाहिँ नागरिक एप अपडेट भएर चाहिँ ठ्याक्कै अब मामाकै अगाडि अपडेटमा हालिदिएको थिएँ फेरि धेरै दिन भयो मैले नागरिक एप चाहिँ चलाइरहेको थिएन धन्य मामाले होइन अहिलेसम्म चाहिँ कहीँ पनि मैले चाहिँ लाइसेन्सहरू खोलेर देखाउनु परिरहेको थिएन आज चाहिँ जस तर पनि हामीसँग नागरिक एपमा सबै सुरक्षित छ टेन्सन छैन के छ हजुरको बिलबुकको रिन्यू चाहिँ 4 वर्ष भइसकेछ चाहिँ मैले सुनेको होइन एकचोटि त्यहाँ जाने प्लान चाहिँ हो मेरो तर त्यहाँ बाटो खतम छ भनेर अस्तिको पालि चाहिँ म गएन एकचोटि चाहिँ यस्तो दामी भ्यू देखिरहेछ अहिले यहाँ होइन तर धेरै पछि भ्लग गराइयो हेरौँ कस्तो हुन्छ अब खिचेर हालौँ यो नागार्जुन रेस्टुरेन्ट तपाईँको यहाँबाट मास्तिर गयो भने एउटा चाहिँ मातृ नेपाल बालगृह भन्ने छ त्यसमा धेरैचोटि मैले प्रोग्राम गरेको छु एकदम मजाको छ त्यहाँ चाहिँ जो सहारा नभएका बालबालिकाहरूलाई पढाउने लेखाउने काम गर्नुभएको छ हाम्रो नरेन्द्र राउतजीले धेरै होइन हप्तामा अब एउटा भ्लग चाहिँ हाल्नु पर्ला जस्तो छ यो धारा चाहिँ अहिले नयाँ बनेको हो दामी छ पहिला पुरानो चाहिँ पाइप मात्रै थियो लागिरहेछ त्यो देखिन्छ कि देखिन्न होइन एउटा त्यो दृश्य चाहिँ मलाई एकदम मजा लागेको दृश्य हो होइन अस्ति आउँदा म आउँदा पनि दामी नै लागेर फेरि जाऊँ भन्नको चाहिँ हो तल अझ के झर्नासम्म के तल झर्नासम्म जाने त्यो पारीको त्यो डाँडा देखिरहेछ नि त्यो डाँडाको माथि टपमा चाहिँ एउटा मैले सुन्नमा आएको चाहिँ गुम्बा हो भन्ने सुन्नमा आइरहेको थियो तर एकदम मजाको लागिरहेको थियो क्या मलाई चाहिँ त्यो एकचोटि त्यहाँ पुग्न खोजेँ म त्यतिखेर चाहिँ बाटो एकदम कच्ची छ भन्ने सुन्नमा आएको थियो कता गायब हुनुभयो यार तपाईँको माछा पोखरीबाट उता जरङखु हुँदै आउँछ यहाँ लोकल गाडीहरू यताबाट डाइरेक्ट चाहिँ आउँदैन लोकल गाडीहरू आउनु त आउँछ तर त्यो गाउँ गाउँ जाने गाडी मात्रै आउँछ अगाडि सायद चेकिङ होला जस्तो लागिरहेछ मलाई
हाम्रो सुदर्शन दाई देखिनु भएन कहाँ जानुभयो भन्नु हो उहाँले चाहिँ बाटो थाहा नपाएर लौके झरना भन्नुभयो क्या लौके छ यस 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 जाने भने त्यही झर्ना त हो नि हामी यतै हो भनेर भनिदिएँ कि अब उहाँ आउनुभयो आउनु भएन थाहा छैन हराउनु होला फेरि यार बाटो त यो नहराउनु पर्ने हो त्यहाँबाट ओह्रालो लाग्नु होला फेरि म त आउनु भयो होला भनेर कुदिहालेँ धेरै लामो गराउनु छैन उताबाट फेरि गाडीले भेटाउला भन्ने डर छ यस्तो चाहिँ स्कुटीमा जाँदैछु बाटो त बवालै छ तर हाम्रो सुदर्शन दाई चाहिँ हराउनु भयो जस्तो छ है दाजु कता जानुभयो मोबाइल त हुन्छ नि तपाईँको मेरो हनै छ यो सामान ए आउनुभयो कहाँ हराएको के कहाँ हराएको फोन आयो फोन ए म त कता गायब हुनुभयो यो पुरानो स्कुटर भनेर हेपेको यस्तो के भनेर हो अब हामी लगभग यहाँबाट अब काठमाडौँ चाहिँ कट्छौँ अब हामी तारकेश्वर नगरपालिकामा छौँ अब नुवाकोटको ककनी गाउँपालिकामा जान्छौँ ककनी गाउँपालिका कि नगरपालिका त्यो चाहिँ भुलेँ है मैले सरी यस्तो भवन चाहिँ यस्तो बवालै छ है यहाँ बवालै बन्दैछ यहाँ चाहिँ यस्तो छ यहाँबाट अब काठमाडौँ जाइयो यो हामी तारकेश्वर नगरपालिका भ्रमण गर्नुभएको धन्यवाद भने चाहिँ तारकेश्वरबाट हामी ककनीतिर लाग्यौँ नुवाकोट होइन सर हजुर अब यहाँबाट नुवाकोट सुरु भयो यो ग्रिन सिटी भन्ने ऐतिहासिक पर्यटक केन्द्रमा त सानो नुवाकोट लाग्यो हार्दिक स्वागत छ भनेको छ र हामी अब धुलोमा प्रवेश गरियो धुलोमा बाटो त हामी त्यतिखेर आउँदा जस्तो थियो त्यस्तै छ सर यार यो पेल्न लगाएको थियो हामीलाई देखाउनलाई हो क्या आयो भनेर त्यस्तै लाग्यो यार बाटो त जस्ता त्यस्तै छ त यहाँ पुरो त हाम्रो दाजु आउँदै हुनुहुन्छ पछाडि कतै कतै बनाएको छ त्यस्तो यहाँ पनि त्यस्तै रहेछ त्यो माटो माटो मात्रै पेलेको रहेछ क्या हामी ढुङ्गाले मार्यो नि धुलोले खास त यहाँ पुरा त्यो के भन्छ त्यो सेफ्टी लाएर क्या त्यो ट्र्याक सुटहरू हुन्छ नि त्यो धुलो छेक्नलाई त्यस्तो लगाएर आउनुपर्ने त्यतिखेर यहाँ पनि पेलिरहेको थियो नि त हामी जाँदाखेरि यो पेलेको यो देखिरहेछ त यो के भन्छ त्यसलाई देखाउनलाई होला क्या यो अब बजेट सकाउनलाई होला नयाँ बजेट हाल्नुपर्छ भनेर होला क्या यार बाटो त अहिलेसम्म पनि बिजोगै रहेछ यार पकर्ने बजार पुग्यो बाइक पनि खत्रै रहेछ अब हामी जाने कता हो भन्ने कुरा हो माथि कहाँबाट झर्न जाने कहाँबाट अरे माथिबाट पनि छ सर तलबाट पनि छ कहाँबाट जाने भन्ने कुरो हो
सल्लाहका रुखहरू रहेछ नि। बिस्तारै बिस्तारै दाजु बिस्तारै, चिल्लो चिल्लो गाडीमा हिँडे जस्तो त होइन। बिस्तारै है तपाईँ पनि राइडरै हो क्या यार। के भयो ए के साँच्चीकै तेल सक्यो यहाँ रोक्नु त ऊ त ल ऊ त्यहाँनिर म त साँच्चीकै सक्यो क्या सोचिरहेको म झर्नु पर्ने त होइन सर। बिस्तारै जाउँ यार। ओहो अब 1% चाहिँ कतिखेर सकिन्छ भन्ने कुरामा मात्रै छु। ब्याट्री त ड्यामेजै हुने अरे होला जस्तो छ बलक। हेर्नुहोस् गाइस यहीँ जङ्गलमै रोके मलाई एक्लै। के अरे कमसेकम घुम्न आउने मान्छे त हुनु पर्यो नि त यार। कपडा लाउने अवस्था, कपडाको अवस्था हेर्नुहोस्। कपडा त के मिठो बोल्नु पर्यो, चिनी सिनी घोल्नु पर्यो कि के घोल्नु पर्यो भन्नुहोस्। मिठो जनता जान्न चाहन्छ। दहीमा चिनी मलाई भने पानी नि नदिने लिएर आउनु पर्यो नि त पानी दिनलाई पहिला। गायक हाम्रो चर्चित गायक सर मैतिर किलावैतिर निर नलाउँदैतिर। आजको हामी पाएको दुःखको विषयमा एक टुक्का जाओस् न सर। एक जास के माथि डाँडामा गएर बरु जाउँला हो। डाँडामा गएर हामी उसको साथ यता एउटा बाइक आइरहेछ, यसलाई सोध्नुपर्छ है रोकेर। यहाँ सरले चाहिँ ड्रोन उडाउन प्रयास गर्दै हुनुहुन्छ। यसो फिटिङ सिटिङ गरेर चिटिङ गर्दै हुनुहुन्छ। प्रयास सरको रहर पनि पुरा होस् भन्ने कामना गर्दै यता यो अफरोडमा बाटोमा यसलाई चाहिँ सोधौँ न यार, यतै हो नाजुक छ नाजुक। यता ट्राफिकले देखायो भने उहाँहरूलाई त पक्रिन्छ, देखाउनुहुन्न। यतै हो। अब आजलाई झर्न जाने चाहिँ अझ गाह्रो आउँदैछ। अनि आधा घन्टा 45 मिनट भने त्यही हो, 13 किलोमिटर भने यही बाटो। मैले ट्याक्कै भने ल हेर्नुहोस् हाम्रो प्लेन उडेको छ।
सल्लाको रुखहरू रूपैले हाइट 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 ओ के हो सुदर्शन दाइ त अहिले त फाँडै हाने त क्या उकालोमा यार वहाँ पुगिसक्यो बिस्तारै छ अरे चिप्लो हुन सक्छ भन्ने छोडिदिन्छ नि हाम्रो खाँडी हाम्रो लोकेसन त दामी छ यता पनि नियमको पालना गर्नु पर्यो कता जाने भन्नु त्यो कता रमाइलो लाग्थ्यो त्यतै जाउँ नि तपाईँलाई मैले त पहिला बसाइ डाँडा यो हो त्यसपछि यता लिन त कहाँ दिन्छ त नि अनि बाइक त आइरहेको कहाँबाट त्यो पर डाँडाबाट आएको यो त पार्किङको पैसा लिन्छ होइन पर जाने ऊ यता माउन्टेन त्यो डाँडामा पुग्यो स्क्रिप्ट लेख्ने भनेको त्यहाँ बसेर रिसोर्टमा त्यो लिएर आउनु न कपी ऊ त्यता डाँडातिर बस्ने ठाउँ छ क्या ऊ त्यता त्यो पनि लिएर आउने कपी कलम त यहाँ छ के बोलिदिनु पर्छ के बोल्दैन न ल जनता नाच पर्ख अहिले जनता जान्न चाहन्छन् तपाईँको बोली यता पनि छ रे एउटा हेलमेट त आइराखेको कत्रो कल लाग्ला पैसा पहिल्यै दिनुपर्छ कि पछि आएर दिनु हुन्छ त्यहाँ जान केही किन पानी सानी के खाने त यार पानी अब सानी नकिने पानी कति रहेछ फुल एन्ड टाइम है जति बेला नि मतलब 1 घन्टाको त होइन अब नत्र पहिले तिरेको त्यही त के छ मेरो बाल सफा छ कि स्वच्छ छ के कपाल बबल कलरफुल हो पानी एउटा धोकिराखौ सुक्रा पान लगाऊ एउटा दुईटा अझ के खाने लगाऊ मैले खान मिल्ने चिजै छैन सरले केही खान मिल्दैन मैले खान मिल्ने भनेको ऊ त स्ट्रङ हो के रे मैले खान मिल्ने भनेको स्ट्रङ हो के रे चिसो छैन होला स्ट्रङकै स्ट्रङ गोर्खा स्ट्रङकै स्ट्रङ गोर्खा स्ट्रङ तपाईहरु के खाने त्यो त ऊ होला
तपाईँहरू खाने हो यो खान पानी खायो मलाई अरू मैले खाने जस्तो केही रहन्छ पानी दिनुहोस् पानी चिसो दाइ त्यो पानी एउटा यो त धेरै चिसो छ बडा फ्रिज रहेछ अरू के लानुपर्छ अरू छैन उता गर्नु बरु दाइ योसँग ल्याउनु यार पानी खाइहालौँ होइन खानुभन्दा नि पिइहालौँ तपाईँलाई धुम्रपान कता छ त यो दाइले यो किन ल्याउनु भयो क्या यो खास यो किन निकालेको खुल्छ 50,000 को माल हरा अन्त मात्रै थोरै पानी खाउँ 20-30,000 को देखाएको छ नि त हामीसँग भजन खाउनु ल्याउनु यहाँ छ नि त 20-30,000 को माल अनि यो मात्र भएर हामीलाई अर्थ नपर्छ दाइ चटपटे खानेमा लगिहाल्नुहोस् है 10-20 रुपियाँ तपाईँहरू खाने लानु कति रुपियाँ नानी दुकानलाई 5 रुपियाँ 5 रुपियाँ अरे क्या कति 20 थियो 60 होला 60 हो सूर्य 25 रुपियाँ 75 चेन्ज पुग्छ अहिले भने हामी नुवाकोटको एउटा ऐतिहासिक ठाउँमा आइपुगेका छौँ जुन हामीले पाठ्यक्रमहरूमा पनि स्कुलदेखि नै पढ्दै आइरहेका छौँ यहाँको इतिहास र जुन धार्मिकदेखि ऐतिहासिक रूपले यो निकै नै धनी ठाउँ पनि मानिन्छ र यहाँ निकै नै आन्तरिकदेखि बाह्य पर्यटकहरूको घुम्ने घुइँचो नै देखिएको छ हेर्न पनि तपाईँहरू सक्नुहुन्छ र आज हामी ख्यालमा सालपल्टे चाहिँ हामी दौडेर यत्तिकै घुमौँ भनेर आइराख्दाखेरि लगभग हामी यो ठाउँमा आयौँ जाने उद्देश्य त हाम्रो यत्रो ठुलो लौके झरना थियो जानुपर्ने अनि जानुपर्ने उद्देश्य चाहिँ हामी जुन लौके झरना थियो लौके झरनाको बाटो चाहिँ साह्रै नै राम्रो र पिच हुनाले हाम्रो बाइक साधनहरूको चाहिँ टायर चिप्लिएर फेरि समस्या आउला त्यो पिच रोडमा भनेर हामी चाहिँ बरु अप्ठ्यारै रोडमा हिँडौँ भनेर हामी यता चिन्ह बनाइदियो घिरौला बनाइदियो त्यसैले अब हामी चाहिँ यहाँबाट एउटा भ्यू पोइन्ट छ अरे भ्यू पोइन्टतिर हामी लखर हिँड्दैछौँ क्यामेरामा साथ दिँदै हुनुहुन्छ हाम्रो प्रयास सर त्यस्तै हाम्रो यता भन्ने दिपुरी रात सहित हामी यसो घुम्न आइरहेका छौँ यो होला नि भ्यू टावर त के हो अब हामी खास मेन भ्यू टावर जाउँ अब डाँडोमा पछाडि देखाउ न ल उता फर्काउ राम्रो देखिन्छ लाइटिङहरू ल अब म यसको विषयमा म सम्पूर्ण विस्तृत रूपमा थाहा नपाए पनि आफै रिसर्च गरेर ट्याक्क भनिदिन्छु होइन अब यहाँनिर यो त पक्का पनि नेसनल पार्कभित्रै पर्छ होला है नि यो त राष्ट्रिय निकुञ्जभित्र नै पर्दैन यो तर लगभग त्यस्तै रहेछ निकै नै उच्च स्थानमा भएको कारणले यहाँका रुखहरू भने त्यति ठुला हर्लक्क अग्ला चाहिँ हुँदो रहेछन् भने यहाँ सल्लाहहरू चाहिँ अलि बढी मात्रामा पाइने रहेछ मौसम भने साह्रै तर बडो आनन्दको ठाउँ चाहिँ
रहेछ। कहिलेकाहीँ शनिबार अथवा छुट्टी यस्तो पर्दाखेरि कति सहरको ज्याङ क्याङ सुनेर बस्नुभन्दा काठमाडौँबाट नजिकै रहेको एउटा रमणीय स्थल जुन जिल्लाको हिसाब त यो नुवाकोटै पऱ्यो, ककनी भनेर निकै नै फेमस पनि छ यो ठाउँ। हामी त्यहाँनिर आइसकेका छौँ भने यहाँनिर अर्ग्यानिक बाख्रा यसरी अर्ग्यानिक बाख्रा रहेछ त्यहाँनिर, लोकल बाख्रा। ल यतातिर त भ्यू टावर होइन, एनसिएलको टावर चाहिँ छ। यहाँबाटको जङ्गल स्ट्रबेरी त अब यहाँको मेन नै यहाँको चर्चा यहाँको त्यो मेन विशेषता नै स्ट्रबेरीको विशेषताले भरिएको मेन चाहिँ भयो भने यो जङ्गल कसैले बनाइदिएको होइन, यो आर्टिफिसियल होइन, यो हाम्रो देशमा आफै यसरी किटिटिट रोपेर बराबर लेभलले काटे जस्तो। अहिले जाने बाटो धुलो हुँदै हामी यसरी गइन्छ। यो जङ्गल भने यति धेरै ब्युटिफुल देखिएको पनि छ। यो साँच्चीकै नै नेचरको हिसाबले भने विश्वकै पहिलो नम्बरमा हाम्रो देश पर्छ नै। र यो देशलाई चिनाउनका लागि हामीहरू विभिन्न तरिकाले लागि परिरहेका छौँ भने आज पनि हामी काठमाडौँबाट नजिकै रहेको यो नुवाकोट जिल्लाको एउटा घुम्नलाई एकदमै निकै नै लायक ठाउँ ककनी, जहाँ स्ट्रबेरीको खानी भनेर चिनिन्छ, त्यो ठाउँमा हामी आज आइपुगेका पनि छौँ। र अब हामी भने स्ट्रबेरीको एउटा ठुलो संसारमै सबैभन्दा ठुलो स्ट्रबेरी फलेको नि यहीँ होला, त्यो ठाउँमा हामी पुग्छौँ। यत्रो ठुलो स्ट्रबेरी छ, यत्रो ठुलो स्ट्रबेरी त्यहाँनिर छ। अब हामी दिपु सरलाई चाहिँ यहीँबाट माथि जान हामी अनुरोध गर्दछौँ, यहाँबाट अनैतिक काम गरेर जानुभयो उहाँ। अब यहाँबाट म पनि जाने प्रयास भाइले खिच्दैछन्, प्रयास गर्दैछु। म त सक्दिनँ होला। यही भिडियो भाइरल हुन्छ। होला यसो दिएको नि त मैले स्टन चुत्रो संसारको सबैभन्दा ठुलो स्ट्रबेरी हामी छेउमा आइपुगेका छौँ होइन त। तपाईँहरू ल संसारकै ठुलो स्ट्रबेरी देखाइदिउँ नि त। ल यो चाहिँ संसारकै सबैभन्दा ठुलो स्ट्रबेरी हो। यो अब हामीले खाने प्रयास गर्छौँ। ल है त सुरु गऱ्यौँ है। ल है हामी खान सुरु गऱ्यौँ। सरल धेरै भयो हजुर, जानु त हजुर। तिमी जाऊ खाना त। ल तपाईँ एकातिरबाट पार्नु, म अर्कोतिरबाट खाइदिउँ। तिमी मात्र जानु त। ल तिनैजनाले खाने स्ट्रबेरीमा क्या कस्तो रहेछ तँलाई हेरौँ नि त। स्ट्रबेरी भनेको यो विश्वको सबैभन्दा ठुलो स्ट्रबेरी होइन त। ल चक्कु खोइ चक्कु। बा यहाँबाट रमाइलो रहेछ दृश्य। यस यहाँबाट उता देखाइदेऊ यहाँनिर।
ल अब भने हामी यहाँ जुन स्ट्रबेरी विश्वकै सबभन्दा ठुलो स्ट्रबेरी हामी खाएर पनि पेट अगाएर नि टन्न भइसके पछाडि यहाँबाट देखेको दृश्य यतातिर एनसिएलको टावर एनटिसीको टावरहरू पनि रहेछ। यतातिर गीतहरू गाजलुती ठुला ठुला आँखा गीतले एकदमै मनै खर्र पारिदिरहेको छ। यो लगभग हामीहरू जाने बाटोको दृश्य पनि हामी यहाँबाट कैद गरिरहेका छौँ। लगभग यहाँ तपाईँहरूलाई आउँदाखेरि केही समस्या परेमा यहाँनिर फेरि सम्पूर्ण यसरी आयोजना सूची पार्टी पनि राखिएर सबैको नम्बर सहित राखेर चाहिँ यहाँनिर फेरि पुरा यता आउने त लगभग कत्रो रे अहिले यत्रो भनेको थिएँ यत्रो रहेछ यत्रो स्टोरी रहेछ। अब यसलाई यसरी खाने अब हामी लगभग यहाँबाट पनि अब छुट्टिने च्यातिनीतिर लागौँ। यसबाट आउँछ फोटो त खै म एउटा कुरा भनौँ सर क्यामेरा ल्याउनुहोस् झोलामा तन्काउनुहोस् मोबाइलले गाजलुती संसारकै ठुलो स्टोरी भयो नि हामी। ल व्यापक विश्वको ठुलो स्टोरी भयो होइन। यस्तो म जस्तो ठुलो क्यामेराम्यानलाई यहाँ मगाहा अनि काला आउँदो रहेछ। स्ट्रबेरी भनेको एउटा प्रशस्त मात्रामा भाइटामिन सी पाउने एउटा फ्रुट्स हो जुन हामीले सिजनेबल फ्रुट्स पनि मानिन्छ। यो खाँदा भने स्वास्थ्यलाई एन्टिअक्सिडेन्ट भाइटामिन सी फाइबर सम्पूर्ण कुराहरू पाइन्छ र यो नुवाकोटको ककनी भन्ने ठाउँ विशेष गरी स्ट्रबेरीले नै प्रसिद्ध छ र हामीले आज देख्यौँ पनि हजुरहरूलाई पनि देखायौँ। संसारकै सबभन्दा ठुलो स्ट्रबेरी पनि हाम्रो देश नेपालमा पाइन्छ र यो एरियालाई नेपाल सरकारले अलिकति ध्यान आकर्षण गरेर ध्यान दिएर यहाँनिर अरू खेतीभन्दा स्ट्रबेरी खेती मात्र लगाउन यहाँका स्थानीय जनताहरूलाई प्रोत्साहन गरेर स्ट्रबेरी चाहिँ यहाँको स्ट्रबेरी विश्वभरि लग्नका लागि अलिकति सरकारले पनि केही हेरेर यहाँका स्थानीयहरूलाई कोदो मकै फापर लगाउन भन्दा पनि बढी स्ट्रबेरी यहाँको प्रमुख खेती बनाएर यहाँको स्ट्रबेरी उत्पादन गरेर विश्व सामु लगेर बेचेर एउटा देशको नाम राख्न पनि नेपाल सरकारको ध्यान पनि त्यता जाओस्। अलि बढी नै दिए क्या म यहाँबाट क्यामेरा रेडी गरेर हजुर यहीँ आउनुभयो प्रयासलाई खिच्नलाई हो मेरो ओयास पारेर त्यस्तो कपिराइट हान्छ है हान्छ यसले त ठोकिहाल्छ नि अन्त। जाम भाइ के लेखौँ कतै बसेर पानी आयो भने अर्को तनाव आउँछ। बरु राम्रो बाटो गएर बसौँ क्या बरु त्यहीँ गएर बसौँ हिँड भाइ त्यही अघि मैले भने ठाउँमा हो न बस्न महन त रहर पनि
अत्याधिकै थियो तर मौसमका कारणले हामी आज तलैतिर झर्नुपर्ने अवस्था पनि आयो भिडियो हामीले बनाउन लागेको प्रयास हजुरहरूलाई के कस्तो लागेको छ कृपया अन्तिमसम्म हेरेर साथ अनि सहयोग गर्नुहोला र यस्तै यस्तै अझ नयाँ नयाँ ठाउँका भिडियो हेर्नका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्स्नुहोला र सेयर गर्न पनि नबिर्स्नुहोला यो त हाम्रो पहिलो प्रयास मात्र योभन्दा खतरा खतरा अब आउने हामी गर्दैछौँ यो हाम्रो पहिलो प्रयास हो यो हाम्रो पहिलो प्रयास भाइ हुन् जे होस् हामीले एउटा प्र्याक्टिसको लागि गरेको हो तैपनि हजुरहरूले यसबाट पक्का पनि धेरै नै मनोरञ्जन लिनुहुन्छ भन्ने पूर्ण रूपमा आशा अनि विश्वास पनि लिएका छौँ अब त हप्तामा एउटा कम्तीमा बाई बाई सी यू